हेलो साथीहरु, गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई च्यानल अगेन। आज म माइत जाबाट चाहिँ घर जान लागेको। आज घर जाने 4-5 दिनको बसाइपछि आज चाहिँ म घर लागेको है साथीहरु। यस्तै छ। आज मेरो एकछिन क्याम्पसमा निस्किने काम छ, त्यसपछि म क्याम्पस निस्केर अनि घर जान्छु। यो केटीको उठेर अघि नै उठिसकेको। बुवा चाहिँ अब दोकान जानको लागि रेडी हुनुभयो। बुवालाई मेरो भलकमा स्वागत छ। मेरो पनि छोरीलाई धन्यवाद। बुवा अब के दोकान जान आँट्नु भएको? ल, राम्रोसँग जानु शुभयात्रा। ठिकै छ छोरी। आजको छोरीको आशीर्वादले दोकान हेर्न शुभे भव्य राम्रो। बुवा पनि जानुभयो। साथीहरु जानुभयो त। अब हामी पनि खाना खाने। बुवाले खाना खाएर जानुको। अब हाम्रो पालो। साथीहरु अब हामी चाहिँ जानको लागि रेडी। हाम्रो मम्मी चाहिँ अब नाति जाने भनेर एकदम के दुखी हुनुहुन्छ? दुखी त हुन्छ त। नाति फेरि आउँछ त। माथि चाहिँ हाम्रो गीता अङ्कल चाहिँ पुरै पिठो छिन्किँदै हुनुहुन्छ। आन्टीलाई चाहिँ विदेश पठाएर आन्टी भएर हेर्नु। अब जाने आमा भन न। किन सुतेको? मेरो छ त होइन। मेरो क्याम्पस आउन आँट्यो। एकछिन क्याम्पसमा काम छ। आयो अब। यहीँ रोक्नु दिदी। मेरो कलेज साथीहरु, म चाहिँ मेरो ब्याचलरको सर्टिफिकेट लिन आएको। सकिनु त 2-3 वर्ष अगाडि नै सकेको, तर प्रेग्नेन्सी भयो, नानी भयो, त्यतिकै लिन पाइएन। सो आज चाहिँ टाइम मिलाएर लिएर आएको लिनको लागि। आज साथीहरु, म चाहिँ घरमा आइसकेँ। घरमा आएर नुहाइधुवाइ गरेँ, लुगासुगा धोइसकेर अब आराम गर्दैछु। अब एकछिनमा बेमा जानु पर्ला। यहाँ गाउँमा बे छ छेउमा, बेमा जान्छु होला। यदि गयो भने भिडियो पनि राख्छु, हेर्दै गर्नु होला। साथीहरु, अब म चाहिँ बेमा जानको लागि रेडी हुन्छु। अब कस्तो हुन्छु हेर्नुहोस् है त। साथीहरु, म चाहिँ यस्तो भए। मेरो फाइनल लुक यस्तो रहेको छ, हेर्नुहोस्। अब म चाहिँ जान रेडी। साथीहरु, अब म चाहिँ जाँदैछु बेमा। यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ। हामी दुईजना अब त जाँदैछौँ। यी सर्टकट बाटो गएको हामी चाहिँ यता खेतै गाउँ नजिकै हो। बे भन्दा पनि 5 मिनट जति लाग्छ। ल, जाँदैछौँ गाइज हामी चाहिँ। आजको मेरो लुक कस्तो भयो भन्दिनँ है गाई। खोल्सी छ, सानो खोला। जाँदैछौँ। बेघर चाहिँ माथि छ साथीहरु, देखिएन होला अहिले नै चाहिँ। हाम्रो मम्मी के तोरीबारी
तोरीबारीमा बस्नुकोमा दिदी फोटो खिचिदिन्छु लु हाम्रो चाहिँ यस्तै छ जाँदैछौँ तोरीबारीमा बेघर चाहिँ यहाँ माथि रहेको छ हामी चाहिँ बेघर आइपुग्यौँ झर्ना मेरो ब्लगमा स्वागत छ के भन्छ लु भन बनाएर हाला है हामी खाँदैछौँ यहाँ चाहिँ बहिनी ल्याउँदैछौँ हामी सबैजना खाँदैछौँ चिकन चिल्ली आन्टी पनि आउनुभयो साथीहरू यहाँदेखि चाहिँ मैले भोइस ओभर गरेर हामीले चाहिँ नानी चाहिँ नलिएको थियौँ तर नानी रोएछ अनि त्यसपछि मम्मीले चाहिँ नानी लिएर आउनुभयो अनि हामीले एक दुईवटा फोटोहरू पनि खिच्यौँ फोटोसोटो खिच्यो अनि यतिखेर चाहिँ झन्डै साँझ परिसकेको थियो त्यसपछि चाहिँ फोटोसोटो खिच्ने कार्यक्रमहरू चल्दै थियो हामीले पनि खिच्यौँ 2-4वटा फोटो अनि यहाँनिर गीत बजिरहेको थियो पुरै लाइट गीत सुनेर चाहिँ मेरो छोरा छक्क परिरहेको थियो एकदम मक्ख परेर हेरिरहेको थियो मैले यसमा चाहिँ गीतहरू लाइन के कपिराइट भइहाल्दो रहेछ सो मैले चाहिँ भोइस ओभर गरेको एकदम लाइटहरू उसले खासै बिहेहरू अटेन्ड गरेकै छैन नि त बच्चाहरूले सानै धेरै सानोमा पनि यस्तोहरू साउन्डहरू धेरै बज्दा पनि असर हुन्छ भनेर मैले लगेको थिइनँ उसको चाहिँ यो फर्स्ट टाइम नै होला सायद अनि सो चाहिँ एकदम छक्क परेर हेरिरहेछ इन्जोय गरिरहेछ मेरो बाबु चाहिँ कहीँ हिँडाउँदाखेरि चाहिँ कहिले पनि झगडा गर्दैन क्या एकदम आनन्दले हेर्छ खेल्छ उसले एकदम इन्जोय गरिरहेको थियो अनि हामीले एक दुईवटा फोटो खिच्यौँ त्यसपछि एकछिन बस्यौँ ओर्यौँ त्यसपछि घर फर्किनको लागि हामी रेडी भयौँ र साथीहरूलाई बटुल्न थाल्यौँ कोही कता अनि हामी सबै भेला भएर अब घर फर्क्यौँ साथीहरू म चाहिँ घर पनि आइपुगेँ बे खाइयो ओर्यो बेमा रमाइलो भयो बेबाट घर फर्किसकेँ अब चाहिँ आज मेरो भिडियो पोस्ट गर्न पनि ढिलो भयो आज गरौँ कि नगरौँ कन्फ्युज भए गाइजहरू अब घरको यताउतै साथीहरू नानी भएपछि कहीँ हिँड्नु पर्यो भने यस्तो भद्रगोल हुन्छ यस्तै हो अब आजलाई चाहिँ म यो भिडियो यहीँ एन्ड गर्न चाहन्छु यतिन्जेलसम्म हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद मनैदेखि भन्न चाहन्छु डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई गाइज धेरै माया